नमस्ते। कथा बटुवामा तपाईँलाई हार्दिक स्वागत छ। आज तिहारको दिन हामीले तिहारकै कथा लिएर आएका छौँ। आज मैले वाचन गर्ने कथाको शीर्षक हो लक्ष्मी पूजा। यसलाई लेख्नु भएको हो गोविन्द मल्ल गोठालेले। भोलि लक्ष्मी पूजा। आज साँझमा तीनजना ठिटाहरूको आपसमा खुब दिल खोलिकन भोलि आउने आनन्दको बारेमा चर्चा भइरहेको थियो। दुईजनाको लुगा मैलो टालिराखेको थियो। एकजनाको अलि सफा र राम्रो थियो, जसले सूचित गर्दथ्यो ऊ ती दुईभन्दा कुनै घरमा पुग्नेको छोरा हो। तर तिनैजनाको मुखमा त्यस्तै उत्सुकता र उल्लासको भाव देखिन्थ्यो। काले दमाईको छोरा मानले भन्यो, आज बाले ऊँको केरा पूजा सामान किनेर ल्याउनु भयो। बाको मन सानो छैन, 2 रुपियाँको त किनेर ल्याउनु भयो। तमाखु पसले साइलाको छोरा प्रेम चालै बेमज्जा लाग्यो, किनकि उसले घरमा के ल्यायो के ल्याएन केही विचार गरेको थिएन। तर भन्यो, 2 रुपियाँको पूजा सामान र मिठाई। मानचालाई लाज लाग्यो, झटपट भनिहाल्यो, बाले त भन्नुभएकै थियो 5 रुपियाँको, नभई हुँदैन। आमाले गरेर पो त। जम्मै दोष आमामाथि पोखेर नाक राख्यो। लालबहादुरलाई भने काले दमाईको छोराको रवाफ जमेको देखेर ईर्ष्या लाग्यो। मुखलाई बिचकाएर भन्यो, 2 रुपियाँको पूजा सामान मिठाई भनेपछि मिठाई कति कम त। मान्छाले दङ्ग हुँदै लालको नास मौजमा हाँस्दै भन्यो, मिठाई धेरै भोलि ल्याउनुहुन्छ रे भाइपूजालाई। भोलिलाई एकैचोटि। भाइपूजामा पो मजा हुन्छ। बहिनी पूजा गर्छ, बहिनीलाई दे भनेर 1 मोहर दिनुहुन्छ। हामी त मिठाई खाने मात्रै। मिठाई शब्दले तिनैजनाको मुखमा थुक जम्यो। लालले थुकलाई घुटुक्क निल्दै विचार गर्यो, आमा खाटमा पल्टिरहेकी छन्। खोइ अझसम्म मिठाईको नामै सुनिया छैन, बिर्सी होलिन्। मानले बढाई चढाई कुरा गरेको र आफू सानो भएको देख्दा लाललाई आफै भुइँमा गडे जस्तो लाग्यो। तमाखु पसलेको छोराको कुरै के, उसँग सेखी गर्न सकिँदैन भनेर उनीहरूले थाहा पाइसकेका थिए। लाललाई पनि एउटा युक्ति सुझ्यो। मुखमा आनन्दको आभा छिट्क्यो। उसले हात हल्लाउँदै भन्यो, हामीलाई त हाम्रो माहिला बाले ल्याउनुहुन्छ। माहिला बाको जागिर कहाँ छ थाहा छ? अड्डामा जागिर। धनी धनी साहु महाजनहरूले पनि कति मान गर्दछन्। कुराको जवाफ जम्या जस्तो भयो। अरू दुवैजना चुप भए। रवाफ त जम्यो, तैपनि उसको हृदय भारी भयो। मान्छेहरू बाटामा ओहोर दोहोर गरिरहेका थिए। कोही खाल राख्ने टन्टामा कौडीको छनछन र माराको कोलाहल खुब रमाइलो हुन्छ। काले दमाईको छोरो गफी र बाघपटु थियो। भन्यो, ए लाल, पोहोर के हाम्रो मालिकले रुपियाँ कति जित्या? हजुर जितौरी मैले मागे। ला 1 रुपियाँ फालिदियो। खुब मजा पो हुन्छ खालमा बसेर जितौरी माग्न। जसले पनि दिइहाल्छ नि। लालले बिचैमा टोक्यो। कसले दिन्छ? त्यसै दिन्छ र? मानले जोसमा आएर भन्यो, कसो त पोहोर मलाई इन्द्रचोकको साहुले 4 पैसा दियो। 4 पैसा? राम राम। लाल चुप भयो। अब के बोल्ने? उसको मन भित्रै दुखित भयो। प्रेमले यिनीहरूको कुरालाई उपेक्षा गर्दै गम्भीरतापूर्वक भन्यो, हाम्रो बाले त मलाई अहिले पनि जुवामा 5 रुपियाँ दिनुहुन्छ। यो कुरा सुनेर मानको मुखमा बुझो लाग्यो। मान गलेको देखेर लाललाई ईर्ष्यामय आनन्द केही भयो। लालकी आमा ढिकी जाँतो गरेर कमाउँछे। यता जान्छे 2 गाग्रो पानी ल्याइदिन्छे, उता जान्छे भाडा मार्छे। त्यही कमाइबाट ती 2 आमा छोराको पेट भरिन्थ्यो। अहिले साँचो गल्लीको थोत्रो घरमा आमा छोराको बास छ। सिङ्गै घर कहाँ हो र? तल्लो चिसो छिडी जहाँ उज्यालो अन्कनाउँदै छिर्छ। आमा 15 दिनदेखि खाटमा सुत्या छ। खोइ उठ्ने नाम पनि नलिने। कहाँ पञ्चक कहाँ तिहार। आफू नगई महिनावारी नआउने। आफ्नो भने यो गति। अलिकति भएको रुपियाँ पैसा ओखतीको धुलो गनाउने गोलीमै खर्च भइहाल्यो। आमा खाटमा सुस्त सुस्केर हाल्दै पल्टिरहेकी थिए। लाल आएर खाटमा थसक्क बस्यो। किदिदी आवाज आयो। लालले बोलायो, आमा। आमाले कपी आवाजमा भनी, नकरा जा बा। लालले कोट्याउँदै भन्यो, आमा, हामी कहाँ मिठाई पूजा सामान किनेर ल्याउनु पर्दैन? आमा झस्की। लालले सोध्यो, हँ? आमा सङ्कुचित हुँदै भने, पर्छ। खोइ त काले दमाई कहाँ त आज सबै थोक ल्याइसक्यो। हाम्रो भोलि
लालको मुख उत्फुल्ल भयो, तर एकैछिनमा आमापट्टि हेरेर निराश भयो। भन्यो, आमा भने बिरामी कसले ल्याउँछ? आमा फेरि झस्केर छोराको मुख एकटकसित प्यारले निहालिरही। आमाको यो छाड देखेर लाल सङ्कित भयो र भन्यो, भन्नुहोस् न, मै किनेर ल्याउला हुन्न? हुन्छ, ऊ त्यहाँको सिपाही दाइले ल्याउँछु भनेछ। रात पर्यो। त्यस काल कोठरीमा पिल पिल गर्दै टुकी बल्यो। लाल आशा र निराशाको सङ्घर्षमा थिचिँदै मिचिँदै टुल टुल बत्तीलाई ताकिरहेको थियो। आमाले ख्याल ठट्टाको भावको विषादपूर्ण हाँसो हाँसेर भने, लाल, म मरे भने के गर्छस्? लाल पनि त्यसै हाँसेर पक्क परेर आमाको मुख हेरिरह्यो। आमाले लालको चिउरो समातेर भनी, भन्न। लाललाई थाहा थियो मरेपछि फेरि भेट हुन्न। आमाले उसलाई घरमा एक्लै छोडेर बाहिर जाने जस्तो। लालले गम्भीर भएर भन्यो, आमा, मर्नुहुन्न। आमाले भनी, मरे भने नि, भन्न। कसरी मर्नुहुन्छ? म समाति राख्छु। अहिले आमालाई साँच्चै रुन मन लाग्यो, साथसाथै आनन्द पनि भयो। आमाले भनी, जा बा, त्यहाँ ढक्कीमा चिउरा छ, सिसीमा खुर्सानीको अचार होला, खा, भोक लाग्यो होला। लालले कुनै किसिमको नाइ नि नगरी अचार चिउरा च्वाप च्वाप पार्दै खायो। त्यस निराशामय तथा विवश शान्तिमा सन्तोषको आवाज आइरहेको थियो। आमा विचारमा मग्न थिए, कुनै सजीव स्मृतिमा डुबेकी थिए। खाइ पिई सिद्धियो। आमाले लालको मुख हेर्दै भनी, लाल, अहिले तेरो बा भएको भए? फेरि त्यही कथा सुरु भयो जुन लाल चाख मानेर सुनिरहन्थ्यो। कसरी बा काम गर्न जाँदा छानाबाट खसेर मर्नुभयो। त्यसबेला लाल 2 वर्षको थियो। एक दिन लालले हगेर गुहु खेलाएर बाको मुखभरि दलिदिएको थियो। बा झुत्रो सुकुल टालिरहेका थिए। लालले सोध्यो, ऊ बाले धेरै रुपियाँ जितेर ल्याउनुहुन्थ्यो? आमाले भनी, कसरी बाले एकैचोटि भयभरको रुपियाँ हार्नु भएको थियो? कसरी आमासँग झगडा गरेर कराएर पिटेर काठको सुन समेत झिकेर लैजानु भयो? लालको सारा शरीर सिरिङ्ग जिरिङ्ग भइरहेको थियो। आमा भन्दै गई, कसरी त्यो पनि हार्नुभयो? घरमा रुन्चे मुख लाएर आउनुभयो। आमाले सम्झाई, अब मुख अँध्यारो पारेर रोएर के गर्नु? हार्ने हारिसक्यो। आमाले लक्ष्मी पूजालाई सरजाम किन्न भनेर लुकाइ राखेको 2 रुपियाँ बालाई दिई पूजा सरजाम किनेर ल्याउनु भनेर। त्यो रुपियाँ लिएर कसरी लाललाई कुममा राखेर लैजानुभयो। पूजा सरजाम नकिनी जुवा खेल्नु भएर फेरि सुन ल्याउनु भयो। 50 रुपियाँ जित्नुभयो। कसरी बाले दङ्ग हुँदै खुसीले उफ्रँदै भन्नुभएको थियो, यो लाल साह्रै छुक्की रहेछ, यो पछि धनी हुन्छ। लालको हृदय खुसीले नाच्न लाग्यो र अहिले नै साथीलाई छुकी भनेर प्रमाणित गर्न उकुस मुकुस लाग्यो। आमाले लामो सास फेरेर आँखा चिम्ली लाल बाहिर हिँड्यो। भोलि भयो, जुवा फुक्यो। चारैतिर लालसाको साम्राज्य छाएको थियो। खुब मजा थियो। चारैतिर ताजगी थियो, रमाइलो थियो। हल्ला खल्ला शोरगुल क्या मजाको। बजारमा ठेलम ठेल्ला मान्छेहरू थिए। पसलेलाई बेच्ने फुर्सद छैन। कुनै पसलेको पनि हात खाली छैन। हिँड्ने मान्छेहरू खाली कहाँ थिए र? कसैको हातमा खानेकुराको पोका, कसैको हातमा फलफुल, कसैको हातमा रुपैयाँ पैसाको लक्कु। कोही बोलतोल गर्नमा असीम आनन्द लिइरहेका थिए। लाल बिहानैदेखि नै बजार घुमिरहेको थियो। कहिले जुवा हेर्दथ्यो। एक त जितौरी पाउने आशा, अर्को कौडी र रुपियाँ पैसाको हल्लागुल्ला छेडेर निस्केको सङ्गीतमा आनन्द लुटिरहेको थियो। अहो, कति कति रुपियाँ, फेरि हलवाई पसल पनि कति, फेरि कति मिठाईको थुप्रो, कति किसिमको नामै लिन गाह्रो। पसलका बाहिरसम्म रासका रास थुपारी राख्या देखेर लालले विचार गर्यो, कसले मात्र खाने होला, यतिका जम्मै सिद्धिएला। सबै घरमा मिठाईको बास आउने, यसरी आउने कि सास लिन गाह्रो। फलफुलका पसलमा अर्कै किसिमको झकी झकाउ, केराका काँगियोका रास, ठुल्ठुलो डल्लो भोगटे, हरियो चाक्सी, बिमिरा इत्यादिले रङ्गाएको थियो। लाल घुम्दा घुम्दै आफ्नो टोलमा आइपुग्यो। आफ्नो डेराको घरतिर हेर्छ त 1-2 जना हातमा 2 पोका लिएर घरतिर घुस्यो। उसको मन एकदम माथि आयो। दङदास भएर डेरातिर दौड्यो। आमा सुतेको त्यही छिडीमा हेऱ्यो। केही छैन, कोही छैन। त्यही निराशामय विवश शान्ति। ऊ निशब्द भयो। आमा मुख सुख छोपेर पल्टिरहेकी थिए। आमालाई सोध्ने साहस भएन। त्यसै बखत माथिबाट तल ओडिरहेको भर्याङको आवाज आयो। फेरि घर पट्टिनी कराएर भनिरहेकी थिए, खोइ सिन्दुर त छँदै छैन लौ।
टिकाको बट्टा खोइ आफू कहाँ जुवा खेलेर अनमरी रहेछ तपाईँलाई बिना सित्ती दुःख दिएर। लाललाई अहिले लाज लाग्यो र आमाले थाहा नपाउने गरी सुटुक्क बाहिर निस्किन खोज्यो। त्यसै बेला आमाले बोलाए, लाल। लाल झर्केर बोल्यो, किन? आमाले सरक्क घुम्टो झिकेर भनी, त अघिदेखि कहाँ? लालले त्यस्तै स्वरले जवाफ दियो, कहाँ कहाँ? आमा बिरामी भएकी, तँलाई वास्ता छैन। पानी अलिकति दिने मान्छेसम्म कोही छैन। के त? लालले जोसिलो भएर भन्यो, हामीलाई बजार हेर्न पर्दैन? मिठाईको थुप्रो हेर्न मन लाग्दैन? जुवा हेर्न मन लाग्दैन? अनि बादलको पर्दा उघारेर चन्द्रमा मुस्कुराए झै गरी मन्द मुस्कुराहट मुस्कुराएर भनी, त्यहाँ गएर त के पाउँछस्? फुस्सा खाइस्? लौ भन। लाल स्तम्भित भयो। आमाले फेरि भनी, तँलाई भोक लागे छैन? केही बेरपछि लाल फेरि कोठाभित्र पस्यो। आउन साथ सोध्यो, खोइ सिपाही दाई अझ आउनु भएको छैन? आमा कोल्टे परेर भित्तातिर फर्किरहेकी थिए। भित्तैतिर फर्केर सुस्तरी भनी, आउँछ, अहिले बेला भएको छैन, के को हतारो। लाल केही बेरसम्म यसो उसो गरिरह्यो अनि बाहिर निस्क्यो। घन्टा भरपछि लाल फेरि आमाको खटियामा बस्यो र पश्चातापूर्ण स्वरले भन्यो, आमा अलिकति पछि परे। आमाले केही पनि बोलिन। लालले फेरि भन्यो, एकछिनपछि परे। मानले पायो, मैले पाइनँ। हत्तेरी, कति दिया थाहा छ? आमा एक सुकी। आमाले व्यङ्ग्य भावले भनी, बेस भयो त, तैँले पाइनस्। होइन भने आमा, एकैछिन मात्रै पछि पनि नत्र पाइहाल्ने। आमाले छोराको निर्दोषपूर्ण अनुहार एकटकसित ताकिरही। छोरो आमा रिसाई भन्ने डरले जुरुक्क उठ्यो। अब त म पनि ल्याउँछु आमा भन्दै बाहिर निस्क्यो। गएको मात्रै थियो। कालो निलो अनुहार लिएर लाल डेराभित्र बस्यो। पस्नासाथ चिच्याउँदै भन्यो, आमा आमा। आमाले कुनै कुराको आशंकाले मुख छोपिसकेकी थिए। लालले हडबडाउँदै भन्दै गयो, आमा सिपाही दाइ त पालोमा गयो। आमा निस्तब्ध भई र भित्रभित्रै सास बन्द हुँदै गयो। आमाले बिस्तारै अन्कनाउँदै भनी, अब के भयो त? सिपाही दाइ पालोमा गयो, अब कसले ल्याउँछ? आमा हुँ गरेर चुप लागि। लाल आमाको त्यो छाट देखेर निराश भइसकेको थियो। तैपनि आमाले छोपिराखेको घुम्टो तान्दै सोध्यो, ल्याउँदैन त? ल्याउँछ। नकरा जा, निद्रा आयो, म सुत्छु। भन्नुहोस् न, ल्याउँछ? आमाले हृदय कडा पारेर भनी, ल्याउँदैन। त्यस बेलासम्म लालको आँखा रातो भइसकेको थियो। रुन्चे स्वरले भन्यो, अब कसले ल्याउँछ? भन्दा भन्दै आँसु खसालेर ऊ रुन लाग्यो। कसैले पनि ल्याउँदैन। हिजो किन भनेको त उसले ल्याउँछ? किन छक्काएको त? आमाले घुम्टो झिकी र त्यसको छेउको आँखा पुछी अनि नाकबाट चुहिन लागेको पातलो सिकान भित्तामा पुछी। उसले सहानुभूतिको स्वरमा भनी, हाम्रो भाग्य किरा परेको छ। केही बेरसम्म लालको सुकसुकी त्यस काल कोठरीमा रोकिँदै फेरि चल्दै रोकिँदै चल्दै रोकिँदै बहन लाग्यो। गल्ली तथा मूल सडक सब चकमन्न उज्यालो थियो। घर घरबाट घन्टीको आवाज आउन थाल्यो र पूजा सुरु भयो। केटाकेटीहरू आफ्ना मूल ढोकामा लट्ठी लिएर पालामा बत्तिरहेको दीपको रक्षा गरिरहेका थिए। लाल भाग्दै डेराभित्रै पस्यो। घन्द्राङ घुन्द्रुङ गर्दै डेराको ढोका बन्द गरेर आग्लो लायो। आमा झस्केर जुरुक्क उठी। बाहिर केटाकेटी एक गोल भएर कराइरहेका थिए। लौ त यो बाहिर मात्रै निस्कोस्, यो लट्ठीले टाउको नफोडी छोड्दिन। त्यसको बाजेको सम्पत्ति चोरेर लगेको होला। तैँले के हेरिरहेको त? होइन यसो गरेसम्म इत्यादि बाहिरको शोरगुल मिहिन आवाजमा डेराभित्र पसिरहेको थियो। लालले केही नबोलिकन रातो सल्लाई बालेर चोरेर ल्याएको एउटा पाला बाल्यो। आमाले देखि 2वटा पाला चोरेर ल्याएको रहेछ। उसले झन्गिएर भनी, लाल तेरो गाला फोडौँ? लाल निच्च हाँसिरहेको थियो। दिक्क हुँदै फेरि भनी, त्यसो नगर्न, अर्काको चोरेर। अझ पनि लाल केही नबोली इष्टकोटको खल्तीबाट 2-3 किसिमका पोकाहरू झिक्न लागिरहेको थियो। आमा टोलाएर हेरिरहे अनि लाज मान्दै अलि सशङ्क हुँदै अलि डराउँदै लालले आमाको मुख पुलुक्क हेऱ्यो। आमा अझ पनि चुप भएर लालतिरै हेरिरहेकी थिए। आमा लक्ष्मी पूजा, लालले कराएर भन्यो। आमाले भनी, लाल एकछिन रोकियो। नमालुम फेरि किन मुन्टो फर्कायो। कुनामा राखी छाडेको मैलो थोत्रो काठको बाकसतिर गयो र फुकायो। एउटा पोकामा 2टा पेडा र एउटा लड्डु थियो। एउटा सानो पोकामा अलिकति अबिर। भित्तामा अडाइराखेको थाल झिक्दै राख्यो। खल्तीबाट किचिमिची भएको ओइलाएको फुल झिक्यो र अर्को भित्री खल्तीबाट पञ्चनी र 5 पैसा झिक्यो।
पहिले पचन्नी र 5 पैसालाई अबिरले रङ्गायो र बाकसमाथि राख्यो, फुल चढायो। आमा पुलु पुलु हेरिरहेकी थिए। एकछिन विचार गर्यो। अघिल्तिर भएको पित्तलको कचौरामा पन्युले ठोक्यो। ट्याङ 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 प्रार्थना गरेको व्यथित आवाज कोठामा अटेस मटेस गर्दै फैलन लाग्यो। तै पनि आमा पुलु पुलु हेरिरहेकी थिए। लालले लाज मान्दै आमातिरै नहेरिकन भन्यो, आमा यसै होइन पूजा गर्ने? लालले बलिरहेको दीपमा अर्को पाला ल्याएर जोड्यो। त्यो पनि बल्यो र कोठा झन् उज्यालो भयो। आमाको मुख पनि क्षणैमा झन् प्रदीप्त भयो र आमाका आँखाबाट 2 मोती जस्ता दानाहरू गुड्किएर गालाका ख्याप परेका खाल्डामा खसे। प्रिय श्रोता, मैले यतिन्जेल वाचन गरेँ गोविन्द बहादुर मल्ल गोठालेको क्लासिक कथा लक्ष्मी पूजा साहित्य post.com बाट साभार गरेको थिएँ। नेपाली साहित्यका यस्तै कथाहरू सुन्नका लागि हामीसँग जोडिरहनुहोला। यस च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।